धेरैवटा 8-10 वटा स्कुलहरू पढेँ ए हो र? मैले जलजला स्कुलमा सुरुमा पढेको थाहा छ तपाईँलाई जलजला स्कुल भनेको नरदेवीमा थियो सीताराम मास्केजीले चलाउनुहुन्थ्यो उहाँ खेलकुद सङ्घको अध्यक्ष पनि हुनुभएको थियो पछि बित्नुभयो होइन त्यो जलजला स्कुल नरदेवीको सानो स्कुल थियो त्यो सानो स्कुल सस्तो स्कुल थियो नरदेवी हस्पिटल भन्दा अलिकति परपट्टि थियो कि नरदेवी हस्पिटल थाहा छ 8-10 वटा चाहिँ किन ग्रेजुअली कि सर्दै गयो कि सर्ने अब म खासै त्यस्तो स्कुल जान मन पराउने स्टुडेन्ट थिइनँ कहिले के हुने भनेर कहिले अब के प्रब्लम आउने कहिले हेल्थ इस्यु आउने कहिले के हुने होइन त्यो भएर स्कुलहरू चाहिँ धेरै अलिक फटाइ पनि गरिन्थ्यो स्कुलमा होइन किन भन्दाखेरि मलाई चाहिँ स्कुल जानुभन्दा पनि स्कुल छोडेर ड्याडीको अफिसतिर मिटिङहरूमा मन्त्रालयहरूमा ड्याडीसँग गइदिन्थेँ म त्यस्तो बुवा आयुर्वेदिक डाक्टर हुनुहुन्छ हजुर होइन हजुर अनि बेसिकली चाहिँ ड्याडीसँग टाइम अनि स्पेन्ड उहाँले पनि होइन मसँग हिँड्नु हुँदैन यो यत्रो धेरैवटा 8-10 वटा स्कुलहरू पढेँ ए हो र? मैले जलजला स्कुलमा सुरुमा पढेको थाहा छ तपाईँलाई